बाबु लौ चिया। थ्याङ्क यू मम्मी। तिम्रो लागि हामीले एउटा केटीको कुरा गरेको। कस्तो केटीको कुरा? राम्रै केटी हो बाबु, तिम्रो बाबाको साथीको छोरी हुन्, एकदम कुल घरदानको। ठिकै छ नि त, अब भोलितिर जानु बेजा। अब हामी पनि बुढो भइसक्यौँ, तिम्रो बाबाको साथी अनि को छोरी राम्रो छन्, भोलि नै जानुपर्छ है। ल ल हुन्छ नि त मम्मी, भोलि अब अफिस छुट्टी मिलाएर यसो जाऊँ न त। हुन्छ छोरा हुन्छ। नमस्कार। छोरी चिया लिएर आऊ त, को आउनु भएको छ बाहिर। नई उमंग नई खुशी महक उठा है आंगन, हाय रे घर आए मन भावन। छोरी एकछिन जाऊ त, बाबुसँग कुरा गर, ज्वाइँ एकदम मन पर्यो मलाई, आइ नभन्नु है। हस् मम्मी हस्। अब मलाई र हाम्रो फ्यामिलीलाई तिमी साह्रै मन पर्यो। अब तिमीलाई चाहिँ अब हामी कस्तो लाग्छ अब भन। अब त्यही त मन पर्यो, एकअर्काको लागि हो अब जिन्दगी कटाउने। हाम्रो फ्यामिली अब सबैलाई अब मन परिसक्यो। अब तिम्रो विचार भन। बिहे गर्न रेडी छौ त होइन? मलाई तिमी एकदम मन पर्यो होइन? अब म कस्तो लाग्यो भन। एकदम दामी लाग्यो हजुर। बाबु बाबु के भयो के भयो? त्यस्ता त्यो केटाको जस्तो भैँस बाकेरीसँग त म बिहे गर्दैन, गर्दिनँ। त्यस्तो छ? केटाको भन्दा पनि खतम छ। जाऊ 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 जाऊ।